गुड मर्निङ साथीहरू। धरानदेखि तिलिचो लेकसम्मको यात्रा क्रममा आज तेस्रो दिन हामी 3290 मिटरको उचाइमा रहेको यो राम्रो गाउँ हुम्देक भिलेज भन्ने ठाउँमा आइपुगेको छौँ, जुन चाहिँ मनाङ नास्याङ भ्याली अन्तर्गत पर्ने रहेछ। तपाईँ देख्न सक्नुहुन्छ मेरो दायाँतर्फ अन्नपूर्ण सेकेन्ड रेन्जहरू है, अनि यी अग्ला पहाडी अन्नपूर्ण सेकेन्डहरू है। अनि यहाँको मेन विशेषता चाहिँ तपाईँलाई म एकैछिन धैर्य गरेर सुन्नुहोस् होला। यहाँनिर इन्ट्रेस्टिङ कुराहरू मैले थाहा पाएँ क्या। यहाँ धेरै अगाडि नै एयरपोर्टहरू बनिसकेको पनि रहेछ। अनि यहाँ जनवरीदेखि फेब्रुअरीमा चाहिँ एकदम पुस माघको जाडोमा चाहिँ यो डाँडाहरूमा चाहिँ आइस क्लाइम्बिङ गर्नुलाई चाहिँ टुरिस्टहरू आउँदो रहेछ क्या। अनि त्यस पछाडि फेरि अनि जेठ असार वैशाख जेठमा चाहिँ फेरि यहाँनिर यो पाहाडहरूमा यासा गुम्बा खोज्ने मान्छेहरू यही भ्यालीमा रहेछ क्या। यासा गुम्बा खोज्ने मान्छेहरू जम्मा हुने चाहिँ यो वैशाख जेठको सिजनमा है। अनि त्यस पछाडि फेरि असारदेखि साउनको पहिलो हप्तासम्म हुन त मैले कहिले देखेको छुइनँ वन लसुन भन्ने हो। त्यो वन लसुन चाहिँ खाए ल। 3290 मिटरको उचाइमा आज स्याउको अनुभव लिँदैछु। हो, म के भन्दै थिएँ भने वन लसुन पनि यहाँ पाउँदो रहेछ क्या। किलोको 40,000 पर्दो रहेछ। यो डाँडामा पाउँदो रहेछ। असारदेखि साउनको पहिलो हप्ता पाउँछ अरे। भन्नुको मतलब प्राकृतिक हिसाबले यति सुन्दर छ। त्यही माथि प्राकृतिक जडीबुटीले पनि भरिपूर्ण रहेछ क्या यो ठाउँ। कति राम्रो हेर्नु, यहाँको घरहरू परम्परागत रूपमा बनिएको घरहरू, ढुङ्गा माटो र काठले बनिएको घरहरू। अनि कतिपय ट्रेडिसनहरू यहाँको मिल्दो रहेछ। यहाँ बस्ने फेरि अधिकांश मान्छेहरू चाहिँ गुरुङ र घले समुदायको हुँदो रहेछ है। आइस देखाइदियो जमेर पानी। पहिला चाहिँ यो ठाउँ एकदमै एयरपोर्ट हुँदाखेरि एकदम की स्पट थियो रहेछ। एयरपोर्ट हुँदाखेरिसम्म